हेलो गाइज वेलकम टु माई न्यू ब्लग। नमस्कार सबैजनालाई, सबैजना सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। भ्लग त बनाउनु मन लागेको छ, तर के गर्ने दिमागमा आइरहेको छैन, कन्टेन्ट दिमागमा आइरहेको छैन कि मेरो। आज के बनाउने भ्लग, कस्तो बनाउने, आज म कन्फ्युज छु साथीहरू। के बनाऊँ, कि आखिर बनाउने त भ्लग बनाउने के वाट के बनाउने समझमै आइरहेको छैन के यार। सोच्दै गर्छु है म आज भ्लग के बन्छ। म दिदीलाई सोध्छु आज भ्लग के बनाउने भनेर। ए दिदी दिदी आज यार मेरो समाजमा आइरहेको छैन, हेर्न। अरे यार भ्लग बनाउनु सोचिरहेको थिएँ, कन्टेन्ट के बनाऊ। कन्टेन्ट बनाउनु म मेहन्दी बोलिरहेको छु। टाउकामा लगाउनु भनेको बाल फुलिरहेको छ, के भएको छ यही भन। सही बात यार, आज मेहन्दी घोलेको यही कन्टेन्ट बनाऊ है। अब यो यस्तै त भन्छ नि, यो मेहन्दीलाई लुवाको भाँडामा भिजाएर राख्नुपर्छ एक दिन पहिला, होइन। चायपत्तीलाई अलिक धेरै चियापत्ती हालेर बेसरी चियापत्तीलाई। तर एउटा कुरा भनौँ, यो मेहन्दी हो के टाउकोमा लगाउने? रातो मेहन्दी हो, पत्तावाला। टाउकामा लगाउँछ, हातमा लगाउँछ। यहाँ सुन है, हर्बल हो। अहिले हामी इन्डियामा छौँ होइन, दिल्लीमा। अहिले हाम्रो नेपालमा अहिले के टाइम भयो थाहा छ? के टाइम भयो? भात खाने टाइम भयो होला। ओ ग्यास त राम्रै गरी त म त्यही सोचिरहेको थिएँ। अहिले भात घोलेर ग्याम मुखमा हाल्ने, के अरे भात घोलेर ग्याम मुखमा हाल्ने टाइममा त अहिले मेहन्दी घोलिरहेको छिस्। तैँलेको भात सम्झेर यो दिदीले त्यो पालकको भोटुवा साग बनाएर चाहिँ पालक बनेर त बनाउन लाग्ने, पालकलाई घोटेर सिटी लगाएर त्यसरी बनाउन लाजी भनेर गममा नखाइस् नि फेरि यो पालकको साग होइन। म घडी हेर आउँछु है, रोकै घडी हेर्छु त्यसपछि हुन्छ। आमा कति बज्यो अहिले? ओ 2 बज्यो यार, 2 बजिसक्यो यार। 2 साँच्चीमै 2 बज्यो होइन र? 2 बज्यो। त्यो खाना पकाउनु केही सुरसार छैन यार। साँच्चीमै 2 बजेको? त्यही त भनिरहेको छु यार, त्यही त म भनिरहेको छु। भात खाएर यार नेपालमा अहिलेसम्म भात खाएर रेस्ट गरेर एक निद्रा उठिहाल्ने, सुत्ने टाइम भइसक्यो। त्यही त म भन्छु, अहिलेसम्म खाना पाक्ने चालचुल छैन। आज चालचुल छैन, खाना खाने बेलामा दाल भात घोल्ने बेलामा मेहन्दी घोल्न लाग्यो। तैँले साग भनेर त नखाइस् है, कहीँ गाबा सम्झेलास्, कहीँ पालक सोच्लास्, त्यो होइन नि। हुन पनि निम्बु सिम्बु हालेर त्यस्तै भइरहेको छु। त्यो गाबा पिँडौला हुन्छ नि, पिँडौलाको पत्ता के भन्छ त्यसलाई? हो त्यसकै। चल यार भोक लाग्यो यार, खाना पकायो पाकिरहेको छ भात। एक त मेरो यहाँ कि हो, मेरो भोक लागेर पनि होला। यो के हो, दाल हो? दाल पाकिसकेको छ, सब्जी पाइसकेछ। तिमीले बनाएर फेरि एउटै खाना खिलाउँछु भनेर अलिकति दाल बसालिदिउँ भनेर भातमा सिटी लगाइदिनु भइसक्यो। आज यहाँ कन्टेन्ट नै मिलिरहेको छैन कि मलाई फेरि यता खाएको खाइ कति खाने, मेरो आफ्नो पेट भरेको गएर होला, आफूलाई भोक लागेर होला, यस्तो लागेर कसैलाई पनि भोक लगाएर। भोक त लागेको छैन र, त्यही पनि खाने टाइममा खाऊँ बनायो। मुख चलेको चली कति खाने इच्छा खाने रहेछ खाना खाने। खाना त खानु पऱ्यो नि यहाँ, खाना त खाएको छैन यार। चामलले पनि हेरिरहेको छ नि यहाँ, कतिखेर पकाउली मलाई कुकर भनेर। ए कन्टेन्ट के बनाउने हो त फेरि? आज कन्टेन्ट के बनाउने हो हामीले? यो बनिरहेछ कन्टेन्ट भनेको। यो कन्टेन्ट हो। यो मेहन्दी घोले, यसमा अलिकति निम्बु हाले। ए छोड यार त्यो मेहन्दी सेहन्दी घोल्न हाले, अनि एकछिन भिजाउन राख्छु। ए छोड यार त्यो नबनाउने। भात पकाउँछु फेरि त्यहाँबाट फेरि। अरे त्यो छोड, आज हामीले के खाने हो त्यो बता। दाल भात खाने हो। दाल भात गम दाल भात सड्याप खाने हो। अनि लौकाको, अनि सोयाबिन,
अनि आलु हालेर बनाएको सब्जी पनि छ। देख्नुभयो त मैले चाहिँ मेरो अडियन्स मेरो साथीहरूले राम्रो भिडियो हेर्नु होला, मैले राम्रो कन्टेन्ट बनाउँला र हेर्नु होला भनेर चाहिँ सोध्न आएको यहाँ दिदीलाई मैले मेहेन्दी लगाएको भिडियो गरेँ। त्यो मेहेन्दी लगाएको भिडियो पनि के बनाउने, त्यो पनि यहाँ पातलो भयो जस्तो लाग्यो। त्यो मेहेन्दी लगाएको त्यो मेहेन्दी बनाएको के भयो नानी, त्यो राम्रो बनाउने कपडा धोको अब यहाँ के काम केही न काम हुन्छ यिनै त काम त केही हुन्न। त्यही पनि यस्तो भिडियो बनाइसकेपछि मान्छेलाई हेरौँ लागोस्, आहा कस्तो राम्रो कन्टेन्ट बनाएको यसले भने जस्तो लागोस्, यसले भोलि कन्टेन्ट बनाएपछि म भोलि पनि यसको भिडियो हेर्छु भने जस्तो लागोस्, हो कि तर अब त्यो मेहेन्दी लगाएको मेहेन्दी बनाएको भिडियो पनि के बनाउने। गाइस हाम्रो गुरु बाबा के बाबा गरेर दिदी नि ओ दिदी एकचोटि यहाँ त एकचोटि एक चिज एउटा कुरा सोध्ने हो कि यहाँ यो हाम्रो यहाँ गुरु बाबा छ नि, अस्ति हामी दर्शन गर्न गएको थियौँ नि, के गरे नाम उहाँको देखिएछन् के गुरुजी रे? गुरुजीकै नामबाट चिनिन्छ नि। गुरुजी नै यिनको नाम त छ के पो सायद गुरुजी भन्छन्। अनि खै यिनको डुग्रीवाला गुरुजी डुग्रीवाले गुरुजी डुग्री भन्ने जग्गा यहाँ त छैन र पन्जाबमा छ। यो झुम्मर कति हो किन यार? यो झुम्मर कति हो किन? झुम्मर हो 22-25 पुरानो भइसक्यो यार, चेन्ज गरायो यार। पैसा सब्सक्राइब गरेर थोक्का पैसा आएलाई त चेन्ज हुँदै थियो। यो कुन भाषा हो फेरि? है आधा हिन्दी आधा नेपाली आधा पहाडी पश्चिमी खै के ओहो आज हामीले बनायौँ अरहरको दाल। अरहरको दाल त टेस्ट होला नि। आज फेरि कस्तो छ दाल देखाइहालौँ त। वाउ येल्लो कलर छ, मस्त टमाटर हालेर अहिले खाम जस्तो लागिसक्यो। मलाई त अहिले खाम जस्तो लागिसक्यो साथीहरू। अब यहीँ बसिराख्ने हो, कतिखेर भात पाक्छ र भात खाने भनेर यहीँ बसिराख्ने हो। यो बिचाराले पनि भोग लगाएर बिचारा म्याउ गरेर बसेछ। के भयो क्यान्डी? खाना दिएन नि तेरो मालिकले, नाइ भन्छ। के भयो क्यान्डी? आँखा झिम्का छ। ल अहिले पाक्छ। मैले खानाको लागि भनिसकेपछि आज अब खाना रेडी हुन लागिसक्यो गाइस। अब यसमा के पाक्दैछ? भात पाक्दैछ नि, भात पाक्दैछ। फेरि भात पकाउँदा भातमा यो नहाल्नु है, यो मेहेन्दी हो। मैले थाहा पाइसकेँ नि अघि न मेहेन्दी भनेर। फेरि गाबो भनेर खिलाइदिन्छु भन्थ्यो, नखिलाइदिएँ। त्यो खिलाउनु नै। अब खाना पाकेपछि बल्ल हिँड्नु पर्ने हो क्या यहाँबाट। 2 बजे छ होइन, अब मैले 2 त बजिसक्यो, अब 2 त बजिसक्यो। अब यहाँ एकैचोटि खाना पाकेपछि फेरि बल्ल खाना लिएर जाने हो, खाना खाने हो बम। नत्र आज खाना पाक्ला जस्तो छैन। कुकम्यानहरूको आफ्नो भुँडी भरिदिएपछि खाना नपकाउने रहेछन् गाइस। खाना पकाउनु मन लाग्दैन रे, थाहा छ? हेर त हामी नेपालबाट आएको, यहाँ आमा सुतिरहेछन्, खाना दिए छैनन् यहाँ हामीलाई। अनि आमा खाना दिए छैनन् नि हामीलाई। यहाँ हेर मोबाइल। अर्कालाई मोबाइल हेर्नुहुन्न गरे बिमार हुन्छन् गरे, दिमाग यस्तो हुन्छ गरे, यस्तो उस्तो गरे, आफूले 24 घन्टा गरिरहने गरे फेरि होइन। अरे मैले कहाँ डिस्प्ले मैले कहाँ हेरेछु? म त क्यामेरामा पछाडि गरेछु। त्यो ब्याक क्यामेरा हो यो। मैले कहाँ हेरेछु मोबाइल? मैले हेरेकै छैन मोबाइल। ए अनि हामीलाई फेरि हेर्नुहुन्न गरे मोबाइल गरे, बिहानबाट हामीलाई काम उसमा मोबाइलमा उल्झाएर राखेर यहाँ काम पनि। ए हेर्नुहुन्न क्या धेरै मोबाइल दिए, सर्ट हेर्ने न। अनि खाना पाकिसक्यो गाइस। सब्जी, यो पहेँलो दाल, भात
ट्याक्क आधा घन्टामा त पाकिहाल्ने रहेछ खाना। पाकिहाल्यो आमा खाना। अब खाने मजाले खाने है। थ्याङ्क यू है दिदी, थ्याङ्क यू खाना पकाइदिएकोमा थ्याङ्क यू। खाना पाकिसक्यो। अब म खाना खान्छु, पेट टन्न गराएर अनि गुद्रुक्क सुत्छु है साथीहरू। आहा, आज यो दिदीले खानासाना खिलाउने कि भनेको धन्न खिलाइहाल्यो यार। खाना चाहिँ फेरि टेस्टी बनेको मस्त। अनि के यो थाल पनि चाट्ने होस्? यो थाल मन त गराएको छ थालै खाइदिउँ। थाले खाने होस् पुराको पुरा? मन त गराएको छ थालै खाइदिउँ, तर यो थाल स्टिलको खाइदियो नि त। अनि एउटा कुरा मजेको के छ भनौँ दिदी, आज नि त यहाँ थाल धुनु पर्ने एउटा साँझे यसैमा तल हालेर दिउँला, ठिक छ? हुने हो। यो थाल कस्तो टलक्क टल्के छ किन त्यो भयो के अरे यहाँ के पो खोसेट्टा छोडे जस्तो पनि खाइहाल। भीम बहार साबुन हुन्छ नि, भीम बहार साबुन, त्यसले धोए पनि यति टल्किन्न के जति मैले यो थाल यसरी टल्काइदिन्छु। अनि उतातिर के पो खालको दालमा के पो कारिगरी हुँदैछ, दालबाट के पो छानी निकाल्नु हातमा दाल के खोज्दैछन् दालमा, खै थाहा भएन मलाई। छानी भिडियोमा लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला है साथीहरू।